Take these things away. Do not make my Father's house a house of trade. ख्रिस्टमा भाइ बहिनीहरू, आज कुनै साधारण आइतबार होइन। हामी रोमको क्याथेड्रल ल्याटरन बासिलिकाको अभिषेक दिवस मनाउँछौँ, सम्पूर्ण चर्चको लागि एकताको स्रोत र चिन्ह। शताब्दीऔं अघि सम्राट कन्स्टेन्टाइनले यो पवित्र स्थान दिएका थिए, चर्च जहाँ पुस्ताहरूले आफ्नो प्रार्थना, आफ्नो पीडा, आफ्नो प्रशंसा गरेका छन्। तर आजको भोजले हामीलाई भव्य ढुङ्गाहरू र चम्किला मोजेकहरूभन्दा बाहिर हेर्न आह्वान गर्दछ। यो चर्चलाई भवनको रूपमा होइन, तर ख्रिस्टको जीवित शरीरको रूपमा हेर्न हो, हामी प्रत्येकलाई जीवित ढुङ्गाको रूपमा। जब हामी धर्मशास्त्र सुन्छौँ, इजकियल जीवनको नदीको कल्पना गर्दै, सेन्ट पावलले घोषणा गर्दै, तिमी परमेश्वरको मन्दिर हौ, र येशूले मन्दिर सफा गर्दै हामीलाई सोध्न आमन्त्रित गरिएको छ, परमेश्वरको वासस्थान हुनुको अर्थ के हो? अनुग्रहको नदीको लागि हाम्रो भित्री मन्दिर कति खुला छ? हामीले के गर्नुपर्छ ताकि परमेश्वरको आत्मा हामी भित्र गहिरो, पूर्ण, स्वतन्त्र रूपमा वास गर्न सकोस्? इजकियलले मन्दिरबाट बगिरहेको नदी देखे, गहिरो र फराकिलो हुँदै, जहाँ बग्यो त्यहाँ जीवन ल्यायो। पानीले बाँझो उजाड जमिनलाई बगैँचामा परिणत गर्यो, सुकेको माटोलाई उर्वर बगैँचामा परिणत गर्यो। मेरा साथीहरू, परमेश्वरको अनुग्रह ढुङ्गा र रङ्गीन सिसाको पछाडि बन्द गरिएको छैन। यो बाहिर बग्ने नदी हो, जीवनलाई ताजा बनाउने, परिवारहरूलाई पुनर्स्थापित गर्ने, घाउहरूको संसारलाई पनि नवीकरण गर्ने। जब हामी यो नदीलाई हामीबाट बग्न दिन्छौँ, हामी परमेश्वरको निको पार्ने अनुग्रहको सहायक नदी बन्छौँ। सेन्ट पलले हामीलाई सम्झाउँछन्, तिमीहरू परमेश्वरको मन्दिर हौ, परमेश्वरको आत्मा तपाईमा वास गर्नुहुन्छ। चर्च सङ्गमरमरको ढुङ्गाबाट कुदिएको होइन, तर प्रेमले जलिरहेको हृदयबाट बनेको हो। क्षमाको हरेक कार्य, दयाको हरेक शब्द, दयाको हरेक इसारा ख्रिस्टको जगमा जीवित ढुङ्गा राख्छ। तर जब हामी हाम्रो हृदय बन्द गर्छौँ, गरिबहरूलाई बेवास्ता गर्छौँ, वा केवल आफैलाई पूजा गर्छौँ, मन्दिर डगमगाउन थाल्छ र भवन भत्किन्छ। हेनरी नौवेनले एकपटक भग्नावशेष भएको चर्चको बारेमा भनेका थिए, यसको इतिहासको लागि पुनर्निर्माण गरिएको होइन, तर बिर्सिएको गाउँको लागि आशाको किरणको रूपमा। त्यो पनि हाम्रो आह्वान हो, केवल इँटाले होइन, तर पुनर्जीवित विश्वास, पुनरुत्थान गरिएको करुणा र पुनर्स्थापित सम्बन्धहरूसहित पुनर्निर्माण गर्न। सुसमाचारमा येशू मन्दिरमा प्रवेश गर्नुहुन्छ र जे छैन त्यो हटाइदिनुहुन्छ। उहाँ पवित्र क्रोधले टेबलहरू पल्टाउनुहुन्छ, यी चिजहरू हटाउनुहोस्, मेरो बुबाको घरलाई व्यापारको घर नबनाउनुहोस्। येशूले विशाल मन्दिरको निन्दा गरिरहनु भएको छैन, तर उहाँ हृदय शुद्ध गर्दै हुनुहुन्छ। पवित्र ठाउँहरू नाफा वा राजनीतिको लागि होइनन्, तिनीहरू पूजा, आश्चर्य र रूपान्तरणको लागि हुन्। र ख्रिस्ट आफै नयाँ जीवित मन्दिर बन्छ, हामीमाझ बास गर्ने परमेश्वर, हामी प्रत्येकलाई आत्माको मन्दिर बन्न आमन्त्रित गर्दै। तर हामी हाम्रो संसारमा के देख्छौँ त्यसलाई बेवास्ता गर्न सक्दैनौँ। मन्दिरहरू तनावको थिएटर बन्न सक्छन्। यरुसलेमको टेम्पल माउन्ट, अयोध्याको राम जन्मभूमि वा टर्कीको हागिया सोफिया क्याथेड्रल जस्ता पवित्र स्थानहरू सबै युद्धभूमि बनेका छन्, प्रतिद्वन्द्विता, रूपान्तरण र विभाजनका प्रतीकहरू। जीवित आत्माहरू र पवित्रता खोक्रो छ। यी कथाहरूले हामीलाई न्यायमा होइन, तर प्रार्थनामा डोयाउन दिनुहोस्। हामी सबै मानिसहरूमा शान्ति खोजौँ र प्रत्येक व्यक्तिमा पवित्र भूमिको एक टुक्रा देखौँ। र हाम्रो चर्चको चुनौतीप्रति हाम्रो आफ्नै आँखा बन्द गर्न सक्दैनौँ। युरोपभरि एक समयका राजसी चर्चहरू सुनसान छन्, केही त बार वा नाइट क्लबमा परिणत भए। अन्य देशहरूमा विशाल चर्चहरू बढ्छन्, जबकि नजिकैका मानिसहरू अझै पनि रोटीको लागि भोका छन्। यी वास्तविकताहरूले हामीलाई उत्प्रेरित गर्छन्, के हाम्रा प्राथमिकताहरू साँच्चै सुसमाचारसँग मिल्दोजुल्दो छन्? के हाम्रा चर्चहरू परोपकारका केन्द्रहरू हुन् वा सङ्गमरमरका स्मारकहरू? कुनै पनि भवनको भव्यताको कुनै अर्थ हुँदैन जबसम्म पोप फ्रान्सिसले हामीलाई सम्झाउनु भएझै यो घाइते आत्माहरूको लागि एक क्षेत्र अस्पताल बन्छ, एउटा ठाउँ जहाँ प्रेम, दया र आशा भरिएको हुन्छ र कुनै पनि सुन वा ढुङ्गालाई उछिन्छ।
पोप फ्रान्सिसले भने, चर्च गरिबहरूको लागि हो र गरिबहरूको लागि हो। उहाँले हामीलाई सम्झाउनुहुन्छ, चर्चलाई पिताको घर भनिन्छ, ढोकाहरू सधैँ खुला हुन्छन्, टोल हाउस होइन, र उहाँले चेतावनी दिनुहुन्छ, यदि चर्च सम्झनाहरूको सङ्ग्रहालय बन्छ भने त्यो निर्जीव हुन्छ। भगवानले केवल भित्ताहरूको मन्दिर मात्र होइन, हृदयहरूको मन्दिरहरू चाहनुहुन्छ, करुणाले जीवित, दयाले बग्ने, सबैका लागि खुला। त्यसैले आज जब हामी यो महान पर्वमा एकताबद्ध हुन्छौँ, आफूलाई नयाँ रूपमा समर्पित गरौँ। आफ्नो भित्री पवित्र स्थानमा जानुहोस्, आफ्नो हृदयमा, र भगवानले के निको हुनुपर्छ, कुन अवरोधहरू तोड्नुपर्छ भनेर प्रकट गरौँ। पीडित मानिसहरूलाई समर्थन गर्नुहोस् र सताइएकाहरूलाई विश्वासी बन्नुहोस्। बिर्सिएकाहरूलाई खोज्नुहोस्। आफ्ना घरहरू, तपाईका परिवारहरू, तपाईको पल्लीहरू, सडकहरूमा बग्ने आशाका नदीहरू बन्नुहोस्। हाम्रो पूजा यस वेदीमा समाप्त नहोस्, तर दया, सेवा र आनन्दका कार्यहरूमा बग्नुहोस्। हामीले संसारको आमा चर्च ल्याटरन बासिलिकालाई सम्मान गर्दा हामीलाई सम्झनुहोस्, सबैभन्दा साँचो मन्दिर त्यो हो जहाँ परमेश्वरको प्रेम जीवित हुन्छ। पवित्र नदीबाट अपवित्र चिजहरू हटाउनुहोस्। आफ्नो हृदय चौडा खोल्नुहोस्। प्रत्येक दरारबाट अनुग्रह बग्न दिनुहोस्, त्यसपछि हामी जीवित परमेश्वरको जीवित मन्दिरहरू हुनेछौँ। हो, प्रभुले भन्नुभयो, मेरो घर सबै मानिसहरूको लागि प्रार्थनाको घर बनिनेछ। आमेन। Temple Mount in Jerusalem, the Ram Janmabhoomi in Ayodhya, or the Hagia Sophia Cathedral in Turkey, have all become battlegrounds. Echoes of the Word. Share, like, comment, and subscribe.